अमेरिका र इरान आज एउटा डिल साइन गर्दैछन् स्थायी रूपमा युद्ध अन्त्य गर्नलाई। तर युद्ध चाहिँ अन्त्य हुँदैन। प्रत्यक्ष रूपमा अमेरिका र इरानको जुन एउटा प्रत्यक्ष रूपमा यिनीहरूको जुन संलग्नता छ त्यो संलग्नताबाट बाहिरिने हुन्। दुवै देशका आफ्नो स्वार्थहरू छन्। ट्रम्पको नोभेम्बरमा चुनाव हुँदैछ। उनको एउटा पोलिटिकल करियर नै धरामा परेको अवस्था छ। उनले जसरी पनि एउटा चाहिँ कुनै न प्रकारको कुनै बहानाको एउटा कुनै न नामको एउटा डिल गरेर बाहिर निस्किनु परेको छ भने इरान पुनर्निर्माणका कुराहरू छन्, धेरै कुराहरू छन् इरानमा पनि। त्यो नै इरान पनि प्रत्यक्ष टक्रावबाट बाहिर निस्किनु परेको छ। तर अब छाया युद्ध चाहिँ झन् खतरनाक तरिकाले अगाडि बढ्छ। इजरायलको ग्रेटर इजरायलको सपना छ। इजरायलले प्यालेस्टाइनको गाजाको त्यो धर्सो जसरी पनि निल्ने हो। त्यसपछि गएर लेबननको 70% लेबनन उसले कब्जा गर्छ तत्कालको लागि त्यो हो। तर ग्रेटर इजरायलमा धेरै भूमिहरू पर्छन्। तत्कालको लागि उसले गाजाको त्यो धर्सो खाने र लेबननको 70% चाहिँ भाग नखाँदासम्म इजरायल पछि हट्दैन। त्यो हुनाले अबको छाया युद्ध भनेको अमेरिकाले पुरा इजरायललाई सहयोग गर्ने, इजरायल मार्फत इजरायलको जे छ सपना त्यो उसले चाहिँ पुरा गर्नमा सहयोग गर्ने भने इरानले आफ्ना प्रक्सी समूहहरू हमास, लेबननको यो हजबुल्ला, यमनको हुती यिनीहरू मार्फत इजरायलसँग टक्राव जारी राख्ने हो। र यो रक्तपातपूर्ण युद्ध केही समय चाहिँ चलि नै रहन्छ।